हेलो साथीहरू, आज चाहिँ म एसएसडब्ल्यूमा जापान जान कति लाग्छ त यसमा रहेर केही जानकारी दिन चाहन्छु तपाईहरुलाई। यो म चाहिँ मेरो एक्सपिरियन्समा भन्दैछु। मैले N5 N4 स्किल है इन्टरभ्यु एग्रिमेन्ट मेडिकल सबै गरेर सिओ एप्लाई गरिसकेको छु। त्यो कारण मैले के गरे कति टाइम लाग्यो त्यो आधारमा र अरु साथीहरुको कुरा सुनेर चाहिँ मैले भन्न गइरहेको छु। सुरुमा हामीले JLPT N5 पढ्नु पर्छ। यो करिब हामीले 3 महिना पढ्नु पर्छ। 3 महिनामा हामी यो सकाउँछौं र यसको यो पढ्नको लागि 10 देखि 15 हजार लिने गर्छन्। कन्सल्टेन्सी हेरेर फरक पर्छ यो रेट चाहिँ। यो भनेको एक लेसन देखि 25 लेसन सम्म हुन्छ। अब हामीले जापानिजको आइयुए सबै चाहिँ यसैमा पढ्छौं। त्यसपछि आउँछ सेकेन्ड JLPT N4। यो चाहिँ 26 लेसन देखि 50 लेसन सम्म हुन्छ। यसलाई पढ्न पनि करिब 3 महिना लाग्छ र 15 देखि 20 हजार लाग्ने गर्दछ N4 पढ्न। N5 N4 पढेर करिब 6 महिनामा हामी सकेपछि त्यसपछि हामी पढ्छौं स्किल। स्किलको लागि करिब 1 महिना जति लाग्छ र यो पढ्न 5 देखि 7 हजार लाग्छ। यो हामी करिब 7 महिनामा यो तीनटै पढेर सक्छौं अनि त्यसपछि बल्ल एक्जामको लागि हामी प्रिपेयर हुन्छौं। अब एक्जाम दिन चाहिँ दुईटा हामीसँग अप्सन हुन्छ, JFT दिने कि JLPT। JFT 250 मा 200 ल्याए हुन्छ र यो चाहिँ 2 महिनामा दिन पाइन्छ र रिजल्ट पनि उतिखेरै आउँछ। तपाईले कम्प्युटरमा दिन पर्छ, उतिखेरै सक्ने बित्तिकै तपाईले रिजल्ट पास फेल भन्ने त्यसै थाहा पाउनुहुन्छ। अर्को छ JLPT जुन चाहिँ वर्षको 2 चोटि हुन्छ। फुल मार्क्स 180, त्यसमा 90 ल्याए हुन्छ। अब 90 ल्याए हुन्छ तर अलिकति गाह्रो चाहिँ हुन्छ, ट्रिकी हुन्छ, गाह्रो चाहिँ हुन्छ है JLPT चाहिँ। अब एक्जाम दिन पर्यो। JLPT को 3000 छ, जहाँसम्म JFT को चाहिँ 4000 देखि 5000 छ सायद। तपाईले JFT दिदा पनि 4-5 हजार तिर्नु पर्यो र स्किल को दिदा पनि 5 हजार जति तिर्नु पर्यो। भनेको 10 हजार चाहिँ त्यसलाई पनि छुटाउनु पर्यो। ल मानौं तपाई N5 N4 पढेर N4 को एक्जाम पास हुनुभयो र स्किल पास हुनुभयो। अब के गर्ने त? जापान उडिहालिन्छ अब त भन्ने तपाईलाई लाग्दो हो, तर त्यस्तो होइन। अब मेन गाह्रो कुरा त बल्ल आउँदैछ। तपाई त एक्जाम पास हुनुको लागि पढ्नु भएको थियो। अब आउँछ इन्टरभ्यु सेक्सन। इन्टरभ्युमा के हुन्छ भन्दाखेरि तपाईले केही जानेको हुँदैन। यो इन्टरभ्यु खोज्नै टाइम लाग्छ एउटा त है। इन्टरभ्यु खोज्नै टाइम लाग्छ र इन्टरभ्यु पाउनु भयो भने तपाईले सुरुमा दिन सक्नुहुन्न। 2-4 इन्टरभ्यु त तपाईले त्यसै के भनेको छ थाहै हुँदैन। प्रिपरेसन गरेर एकदम 1 महिना देखि 1.5 महिनासम्म तपाई प्रिपरेसन गर्दै यता इन्टरभ्यु पनि अलिअलि दिँदै गर्ने र करिब 2 महिनामा तपाई इन्टरभ्यु पास हुन सक्नुहुन्छ। एकदम मेरो बेसमा चाहिँ तपाई एकदम लाउनु पर्छ यो इन्टरभ्युमा चाहिँ। एकदम गाह्रो हुन्छ। तपाईले पुरै जापानिजमा भन्नु पर्छ, हरेक कुरा जापानिजमा बुझेर भन्नु पर्छ। त्यही भएर हामीले बेस पहिले बसाल्नु पर्छ। N5 देखि एकदम राम्रोसँग पढ्नु पर्छ र पास मात्र भएर हुन्न के, पहिले राम्रोसँग पढ्नु पर्छ। र आउँछ अर्को कुरा नाइते भन्ने आउँछ। तपाई इन्टरभ्यु पास हुनु भने एउटा नाइते आउँछ 2-4 दिनमा। त्यसको करिब 45 देखि 60 दिनमा तपाईलाई कम्पनीले एग्रिमेन्ट लेटर पठाउँछ। त्यसमा तपाईले साइन हान्ने, त्यसपछि मेडिकल गर्न पठाउँछ कन्सल्टेन्सीले। त्यसको चाहिँ करिब 4 देखि 5 हजार लिने गर्दछन्। अनि त्यसको 15-20 दिनपछि बल्ल तपाईलाई त्यो कम्पनीले एप्लाई गरिदिन्छ सिओई। कसैले चाहिँ तपाईको त्यो उजो एप्लाई स्लिपै पठाइदिन्छन्, कसैले पठाइदिन्नन्, कसैले डेट मात्र पठाइदिन्छन्। त्यो चाहिँ कम्पनीको नियम अनुसारले गरिदिन्छन् हैन। अनि तपाईको इमिग्रेसनमा कुन इमिग्रेसन हो त्यहाँ चाहिँ तपाईको एप्लाई हुन्छ। तपाईको सिओई एप्लाई भएपछि करिब 2 देखि 4 महिना समय लाग्छ। कसैको 5-6 महिना पनि लाग्छ। प्राय जसो 2 महिना देखि 4 महिनामा आउँछ है सिओई। मैले देखिरहेको छु है। र सिओई कुर्दाखेरि तपाई आत्तिनु हुँदैन। लाग्छ नि त 15 दिन भयो, 1 महिना भयो, 2 महिना भयो मेरो आएन भनेर डराउनु हुन्छ। म चाहिँ अलि डरादै छैन, त्यही पनि आफू ढुकढुक हुन्छ। त्यो भन्दा पनि तपाई के गर्ने भन्दाखेरि N3 पढ्न थाल्ने।
N3 पढ्यो भने तपाईँको अझै राम्रो हुन्छ निहोङ्गो। तपाईँ जति पढ्नु छ त्यति तपाईँ नै सजिलो हुन्छ पछि जापान गएर काम गर्न। त्यही भएर तपाईँ त्यो सिओई कुर्ने बेला तपाईँ चाहिँ N3 पढ्नु होला होइन। 2-4 महिना लाग्छ र अनि जब सिओई आउँछ त्यसपछि VFX गर्ने 15-20 दिन टाइम लाग्छ। VFX टाइम पनि आउनु है, त्यसमा लगभग 5,000 जति लाग्छ है। अनि फेरि मेडिकल गर्नुपर्छ, त्यसको 4,000 लाग्छ। अनि कन्सल्टेन्सीले चाहिँ लिइहाल्छ। कन्सल्टेन्सीको चार्ज भनेको मिनिमम 3 लाखदेखि 4 लाख 4.5 लाखसम्म लिइरहेको छ अहिले, त्यति तिर्नु पर्यो। अनि त्यसपछि श्रम गर्न 15,000 जति लागिहाल्छ। अनि फ्लाइट टिकट कसैले कम्पनीले पनि दिन्छ, कसैको होइन, कसैको दिँदैन। दियो भने त ठिकै छ, दिएन भने 1 लाख त्यसको पनि लागिहाल्यो करिब। त्यसपछि सपिङ यताउता होइन अलिअलि उता लिएर जानलाई पनि लाग्दाखेरि तपाईँको 2 लाख जति छुट्टा। यो गर्दा तपाईँको करिब 7,70,000। यहाँ मैले इक्जामको जोडेको छैन 7,80,000। अनि यताउता हिँड्नुहुन्छ तपाईँ, कति हुन्छ नि त पढ्न जाने बेलामा 12 लाग्छ, के लाग्छ, काठमाडौँ जाऊ इक्जाम दिन, बस गर्दा 10-20,000 त जोड्यो भने करिब 8 लाख। अनि तपाईँको समय भनेको 1.4 भनेको लगभग डेढ वर्ष। 1.5 वर्ष लगाएर राम्रोसँग पढ्नु भयो भने यो 8 लाखमा गइन्छ। एभरेजमा 5 लाख लाउँछ, 2 लाख 3 लाख त यसबाट छुट्याउन पनि मिल्छ। कसैको 3 लाख लयो भने त 1 लाख छुट्यो, 2 लाख त सपिङ नै भयो। मिनिमम 5 लाखमा तपाईँ जापान जान सक्नुहुन्छ। म्याक्सिमम अब यताउता आफूले कति के गर्ने सपिङ त्यो आधारमा पनि होला होइन। त्यो भने 8 लाख लाग्यो, नभए पनि 5 लाखमा तपाईँ SSWमा जापान जान सक्नुहुन्छ। त्यसको लागि के गर्नु पर्यो भने तपाईँले एकदम मेहनत गर्नु पर्यो पहिलो कुरो, र इन्टरभ्यू पनि एकदम पहिल्यैदेखि चाहिँ लिसनिङहरू एकदम प्र्याक्टिस गरेर आफूलाई पोख्त पार्नु पर्यो। र N3 पास गरेर जापान गयो भने तपाईँलाई जापानमा एकदम सजिलो हुन्छ जस्तो मलाई लाग्छ। म पनि सिओई गरेको करिब 65 दिन लागिसक्यो है, 64-65 दिन भयो टोकियोको लागि। तपाईँहरू पनि पढ्नु होला राम्रोसँग, इक्जाम पास गर्नु होला। अनि गाह्रो छ भन्ने नसोच्नु होला, ठिकै हुन्छ। तपाईँ मजाले पढ्नु सक्नुहुन्छ र मिनिमम 5 लाखमा तपाईँ जान सक्नुहुन्छ। र म्याक्सिमम लाग्यो भने यताउता सबै गरेर आफूले सपिङ गर्ने गरेर 8 लाख लाग्न सक्छ। त्यही भएर 17-18 लाख 20 लाख दिनुभन्दा 5-7 लाख भनेको केही पनि होइन। त्यही भएर राम्रोसँग मिहिनेत गरेर पढ्नु होला है त। थ्याङ्क यू सो मच फर वाचिङ। मलाई हेर्दै गर्नु होला। धेरै धेरै धन्यवाद।